आजको हाम्रो हाइकिङ स्टेसन भनेको फर्पिङ डाँडा पुरानो दक्षिणकाली मन्दिर हुँदै भुमडुल ग्राउन्डसम्म। हामीले यो भिडियो देखेर नै यहाँ जाने भनेका थियौँ। अनि हामी यहाँ कसरी गयौँ र तपाईँहरू पनि यहाँ कसरी जान सक्नुहुन्छ भन्ने कुरा हामीले यो भिडियो मार्फत बताउनेछौँ। पुरा भिडियो हेर्नुहोला। हामी चाबेलबाट जाने भएकोले फर्स्टमा चाबेलबाट टेम्पो चढेर आरएनएसी गयौँ र शहीद गेट झऱ्यौँ र शहीद गेटबाट नै दक्षिणकाली मन्दिर जाने गाडीमा चढ्यौँ। तपाईँहरू पनि यता हुनुहुन्छ भने शहीद गेटबाट जान सजिलो हुन्छ भने शहीद गेटको गाडी कालीमाटी कुलेश्वर हुँदै बल्खु जान्छ र तपाईँहरू बाटोबाट पनि चढ्न सक्नुहुन्छ। अब हामी बल्खुबाट चोबार हुँदै दक्षिणकाली मन्दिरतर्फ लाग्यौँ। हामीले चाहिँ बाटोमा देखिएको सिनहरू भिडियो फोटो खिच्दै दक्षिणकाली मन्दिरतर्फ लाग्यौँ। हामी दक्षिणकाली जाने बसबाट फर्पिङ बजारमा नै झरेर हामीले त्यहाँ आफूले खाने सुन्तला बदाम झटपटका लागि चाउचाउ भुजा किनेर हाम्रो पैदल यात्रा त्यहाँबाट सुरु गऱ्यौँ। यहाँको बाटो जस्ट वाउ छ। अब यस्तो राम्रो बाटो देखेपछि एउटा दुईवटा फोटा भिडियो त बनाउनै पर्यो। त्यही भएर म चाहिँ अघि भिडियो बनाइदिनु भन्दै हिँड्न थालिसकेँ। अहिले हामी बौद्ध गुम्बा जाँदैछौँ जुन फर्पिङ डाँडा जाने बाटोमा नै पर्ने गर्छ। अब यहाँ आएपछि चाहिँ अब बाँदरले चाहिँ उफ्रेर एउटा भिडियो बनाउन लागिसके। अनि बुट्टिसहरूको यो घुमाउँदै हामी चाहिँ गुम्बामा छिरिसक्यौँ। मलाई मन परेको चाहिँ यो बत्तीहरू वाउ कस्तो राम्रो देखिएको। सबै बत्तीहरू बलेको म चाहिँ एकनासले हेरिराखेँ अनि एउटा फोटो पनि खिचिहालेँ। अब आयो हामीले भिडियोमा देखेर गएको ठाउँ। यहाँ जाँदा त साँच्चै स्वर्ग पुग्यो जस्तो अनुभव भयो। यस्तो राम्रो देखिएको थियो नि यो फोटो भिडियोमा भन्दा पनि छुट्टै आनन्द आएको थियो यो ठाउँ देख्दा मलाई चाहिँ। अब यहाँ पुगेपछि हामीले फोटो भिडियोहरू खिच्न थाल्यौँ दुवैजनाको। अब यहाँ बुढोलाई जिस्काउँदै फोटोको त पुरो नै हो म भन्दै यत्तिको फोटो चाहिँ खिचिहालेँ र आफ्नो पनि उडे जस्तो फोटो खिचिहालेँ। अनि हामी पुग्यौँ यो फर्पिङ डाँडा लेखेकोमा। दुईजनाको फोटो खिच्न पठायौँ अनि अलिअलि झुन्नेर बाँदरले चाहिँ फोटो खिचेँ। अब आयो हाम्रो भिडियो। दुईजनाको फोटो खिच्नका लागि मोबाइल माथि अडाएर अब म चाहिँ कुदिकुदी भागिसकेँ। अब हाम्रो आउँछ यस्तो भिडियोलाई हेर्न है त। यसरी हात समाएर हामी चाहिँ अब हामी पुग्यौँ पुरानो दक्षिणकाली मन्दिरको गेटमा। अब यति राम्रो ठाउँमा गएपछि फेरि फोटो भिडियो त बनाउनु नै पर्यो। अनि यहाँको ठाउँ चाहिँ कति राम्रो कति सफा। यो मन्दिर परिसरमा चाहिँ तल अलिअलि फोहोर थियो, कागज प्लास्टिक बोतलहरू थियो भने यो मन्दिर परिसरमा चाहिँ एकदमै सफा थियो, क्लियर। अनि मौसम पनि कति राम्रो थियो हामी जाँदा। अनि यसरी फोटोहरू खिच्यौँ। फोटो खिच्दिने दाइले चाहिँ तपाईँहरू रियल कपाल हो कि फेक कपाल हो भनेर सोध्दै हुनुहुन्थ्यो। हामी चाहिँ हाँस्दै रियल नै हो भनी फेरि अरू फोटोहरू पनि यसरी खिच्न लगायौँ। वारिपारि दाइले चाहिँ कति राम्रो फोटो खिचिदिनु भयो। अब एकअर्कालाई हेरेर पनि हामीले फोटो खिच्यौँ। अनि मन्दिरभित्र पस्यौँ। यहाँ पूजा गरेँ, भगवान्सँग विस मागेँ, हेरौँ पुरा हुन्छ हुँदैन। सर छैन। साँच्चै यो मन्दिरमा पुगेको चाहिँ कस्तो आनन्द भयो। साँच्चै सोचे भन्दा धेरै राम्रो लाग्यो मलाई चाहिँ यो मन्दिर। अनि यो मन्दिरको भित्र पनि फोटो खिच्न पाइने रहेछ। भित्र पनि फोटो खिच्यौँ। अब फेरि लाग्यौँ हामी भुमडुल ग्राउन्डतिर। हामीलाई चाहिँ भोक पनि लागेको थियो। त्यसैले एक ठाउँमा बसेर घरबाट लगेको खिर, अचार, सुन्तला, बदामहरू चाहिँ खान थाल्यौँ हामीले। यसरी खाँदै फोटो भिडियोहरू खिचौँ अलिअलि।
खाना खाइसकेपछि अब फेरि लाग्यो हामी भुमडोल ग्राउन्डतिर। खाना खाएपछि घाम पनि लागिरहेको थियो, गर्मी पनि भयो, हुडी खोले। खाना खाएपछि इनर्जी पनि अलि बेसी भयो जस्तो भयो। अनि बाटोमा के छ हेर्दै हेर्दै लाग्यो हामी भुमडोल ग्राउन्डतिर। जाँदै गर्दा एकछिन बुढाबुढी दोहोरी पनि गाइयो, सुन्नु है त। ए माया पिरिम पहिले नै छिनियो, बुढाबुढी घुम्नलाई हिँड्यो, सल्लाधु पहिले सानो निन्द्रामा बिउझायो, तिम्रो रूपैले चट चट चट। ए रहेछ गर्मी रहेछ, मजाले पाकियो, जङ्गल रहेछ धेरै नै थाकियो, सल्लाधु पहिले अनि सानो निन्द्रामा बिउझायो, तिम्रो रूपैले छकी बाकी अब हम कहीँजना बङ्गलतिर हिँडियो, दुईजना सल्लाधु पहिले सानो निन्द्रामा बिउझायो, तिम्रो रूपैले। ए हामी अस्ति शिवपुरी गएको, किन होला तिमीलाई त्यस्तो भएको, सल्लाधु पहिले। ए तिमी जता म पनि उही जाने, अर्को हप्ता कहाँ होला लैजाने, सल्लाधु पहिले सानो निन्द्रामा बिउझायो, तिम्रो रूपैले। ए सेलरोटी छ राम्ररी खाने हो, अर्को शनिबार जगडोला जाने हो, सल्लाधु पहिले। यसरी गीत गाउँदा गाउँदै बाटो काटेको त पत्तै भएन। अनि फेरि यहाँ भिड जस्तो रहेछ, बिचमा पहिरो एकदम ठुलो पहिरो गएको रहेछ। अनि यहाँ एउटा फोटो खिचिदिनु न, भिडियो गराइदिनु भन्न थालिसकेँ मैले। अनि डराए जस्तो गरी दगुरेँ। अब हामी पुग्यौँ भुमडोल ग्राउन्ड। तर हामीले यहाँ चाहिँ एक्सपेक्टेसन भर्सेस रियालिटी जस्तै भयो। हामीले चाहिँ सोचेको थियौँ शान्त छ, मान्छेहरू कम जान्छन्, अनि आनन्द घाम तापेर एकैछिन टाइम स्पेन्ड गरौँला भनेर। तर हामी त्यहाँ जाँदा चाहिँ मान्छे भरि भराउ थियो। ग्राउन्डमा बस्ने ठाउँ पनि कम नै थियो, सबैतिर म्युजिक बजिरहेको थियो। कसैले डान्स गर्दै हुनुहुन्थ्यो, कसैले टिकटक बनाउँदै हुनुहुन्थ्यो, कसैले गफ गर्दै। तैपनि हामी पनि एकछिन गयौँ, साइडमा बस्यौँ, अनि आफूले लगेको सुन्तला र बदाम खान थाल्यौँ। त्यसपछि हामी त्यहाँ चाहिँ धेरै टाइम बसेनौँ। हामीलाई चाहिँ शान्त वातावरण नै आनन्द लाग्ने भएर नै हामी हाइकिङ जाने गर्थ्यौँ। त्यसैले हामी त्यहाँ एकछिन बस्यौँ, त्यहाँको रमाइलो हेऱ्यौँ, अनि फेरि फोटो भिडियो खिच्यौँ। यो पुलमा चाहिँ सबैजनाले फोटो भिडियो खिचेको देखिरहेको थिएँ, त्यही भएर म पनि एउटा फोटो र भिडियो खिच्छु भनेर गइहालेँ। अनि एउटा फोटो भिडियो खिच्यौँ र हामी त्यहाँबाट फेरि जङ्गलमा गएर यसरी 5 बजेमा बालापनको धेरै याद आउने। अब हामीले एक ठाउँमा बसेर चटपटको लागि सामानहरू निकाल्न लाग्यौँ र चटपटको तयारी गर्न लाग्यौँ। हामीले चाहिँ यहाँ मिठो वाउ चटपट बनेको हुन्छ, सबै सामानहरू चाहिँ हामीले घरबाट लगेको थियौँ। अनि म चाहिँ प्लेटमा खाना पनि हुन्छ अनि चपिङ बोर्डको काम पनि गर्छु यसले भनेर प्लेट लिएर गएको थिएँ। अब त्यसमा चाहिँ मैले सबै सामानहरू काट्छु अनि चाहिँ मिठो चटपट बनाउँछु ल। चटपट चाहिँ साँच्चै वाउ भनेको थियो। हामीले चटपट खाइसकेपछि चाहिँ चिया बनाउन लाग्यौँ। चियाको लागि तातो पानी थर्मसमा, अनि कपहरू, अनि चिनी, चियापत्ती, कागती चाहिँ हामीले घरबाटै लिएर गएका थियौँ। अब लागि चिया बनाउन। अनि चिया बनाएर चिया खाँदै टिकटक भिडियो फोटोहरू पनि क्लिक गरियो। आफ्नै सम्झी माफी हुन्छ सुन मेरा भाइ। पिपल बटे दाइ, पिपल बटे दाइ, पिपल रुखे दाइ, पिपल
चिया खाइसक्दा 4 बजिसकेको थियो र काठमाडौँको लागि 5 बजे गाडी चढिसक्नु पर्ने थियो। त्यसले हामी लाग्यो मन्दिर हुँदै फर्पिङ बजारतिर। मलाई चाहिँ रुख देख्ने बित्तिकै चढौँ लाग्यो। रुख सानो भए तापनि चढ्न चाहिँ मलाई गाह्रो भयो। जुत्ताले गर्दा पनि कोसिस चाहिँ जारी रह्यो अनि चढेर नै छाडेँ। रुख चढ्ने भने गइन र रुख चढ्ने भने गइन र अझै माथि जान्छ छु ल भयो नजाऊ प्यारो माइती घर बाँदर तिमी लाउ। अब फेरि यो ठाउँमा हाँसी कपाल ओढाउँदै फोटो खिच्नु नै पर्यो। यो ठाउँ छोडेर चाहिँ मलाई हिँड्न मन नै लागेको थिएन कि वास्तवमा भन्दा। कति राम्रो छ कि साँच्चै नै एकदम नै राम्रो लागेको ठाउँ हो यो चाहिँ मलाई। अनि यहाँ गएर फेरि फोटा भिडियो फेरि खिच्न थाल्यो। हामी जाँदा पनि खिचेका थियौँ। अनि यहाँ बाटोमा चाहिँ 2-4 जना दिदीहरूले गीत गाउने अनि नाच्ने गर्दै हुनुहुन्थ्यो। हामी एकैछिन त्यो पनि हेऱ्यौँ अनि फेरि फोटो भिडियोतिर लाग्यौँ। मेरो बुढोले चाहिँ अब म यहाँबाट हिँड्छु जस्तो लागेन र उहाँ चाहिँ आफू नै अघि लाग्न थाल्नुभयो। अनि म चाहिँ उसबाट सेल्फी भिडियोहरू खिच्दै अनि हिँड्न थालेँ। अब यहाँ गएपछि चाहिँ मेरो बुढोले तिम्रो भिडियो बनाइदिन्छु तिमी अघि हिँड भन्नुभयो। अनि त्यसपछि चाहिँ म अघि रन्केर हिँडेँ। तपाईँ काठमाडौँतिर हुनुहुन्छ र यो ठाउँ जानुभएको छैन भने म चाहिँ एकचोटि अवश्य जानु होला भन्न चाहन्छु। साँच्चै नै यो भिडियोमा फोटोमा देख्यो भन्दा पनि राम्रो लाग्छ तपाईँलाई पनि यो ठाउँमा गएपछि। अब हामी यहाँबाट फर्पिङ बजारतिर झऱ्यौँ। हाम्रो बस छुट्ने समय पनि हुन लाग्यो। तर यहाँ घुम्नुपर्ने अझै ठाउँहरू बाँकी छन्। जस्तै अस्तुप गुफा, फर्पिङ ड्याम जहाँबाट पहिलोचोटि बिजुली बसन्तपुर दरबारमा लगिएको थियो रे। अब त्यसको लागि चाहिँ हामी नेक्स्ट टाइम आउने भयौँ। अब तपाईँहरू चाहिँ कहिले आउनुहुन्छ फर्पिङ बजार? साँच्चै सोचे भन्दा सुन्दर रहनेछ तपाईँहरूको यो यात्रा। तल बजारमा झर्दा हाम्रो बस हिँड्ने तयारीमा रहेछ भने हामी बसमा चढेर निस्किसक्यौँ। थ्याङ्क यू फर वाचिङ।